बजारलाई चलायमान बनाउने, नयाँ प्रविधिबारे जानकारी गराउने र भावी सम्भावनालाई उजागर गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। अटोमोबाइल क्षेत्रमा रुचि राख्ने, यससँग प्रत्यक्ष रूपमा आबद्ध तथा जानकारी हासिल गर्न चाहने सबैका लागि यो एक्सपो उपयोगी र प्रेरणादायी बन्दै आएको छ। हामी सबैलाई थाहा छ, विगत केही वर्षदेखि मुलुकको अर्थतन्त्र अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन। अर्थतन्त्रमा आएका मन्दीको असर केवल निजी क्षेत्रमा मात्र होइन, सरकारी राजस्व, रोजगारी, उत्पादन, व्यापार लगायत समग्र आर्थिक गतिविधिमा पर्यो र परिरहेको छ। अटोमोबाइल क्षेत्र सरकारलाई महत्त्वपूर्ण राजस्व योगदान गर्ने प्रमुख क्षेत्रहरूमध्ये एक हो। यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठुलो सङ्ख्यामा रोजगारी सृजना गर्दै आइरहेको छ र भविष्यमा अझ बढी रोजगारी सृजना गर्ने क्षमता राख्दछ। अटोमोबाइल क्षेत्र निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बीमा, पर्यटन तथा यातायातसँग घनिष्ठ रूपमा जोडिएको क्षेत्र हो। विगत केही वर्षदेखि प्रभावित रहेको यो क्षेत्रमा पछिल्लो समयमा केही सकारात्मक गतिविधिहरू देखिन थालेका छन्, जुन स्वागतयोग्य छ। सरकारले चालु आर्थिक वर्षको लागि राखेको 7% को आर्थिक वृद्धि लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढ्नुपर्छ। पुँजीगत खर्च बढेपछि सडक, ऊर्जा, यातायात, शहरी पूर्वाधार लगायत विकास निर्माणका गतिविधिहरू तीव्र हुनेछन्। एउटा क्षेत्र चलायमान हुँदा त्यसको सकारात्मक प्रभाव अन्य क्षेत्रहरूमा समेत फैलिन्छ। त्यसैले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखी हेर्नुपर्छ भन्ने नेपाल उद्योग परिसङ्घको स्पष्ट धारणा रहेको छ। यस प्रकारका एक्सपोहरूले केवल व्यापार प्रवर्धन मात्र गर्दैनन्, उपभोक्ताको विश्वास बढाउने, नयाँ प्रविधि भित्र्याउने, हरित तथा विद्युतीय मोबिलिटीलाई प्रोत्साहन गर्ने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने काम पनि गर्दछ। नेपालको सबैभन्दा ठुलो शक्ति युवा जनशक्ति हो। प्रत्येक वर्ष हजारौँ युवा विदेशीमा बाध्य भइरहेका छन्। यदि हामीले उद्योग, पूर्वाधार, सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, कृषि प्रशोधन र मोबिलिटीका सेवाहरूमा लगानी विस्तार गर्न सक्यौँ भने स्वदेशमै ठुलो मात्रामा गुणस्तरीय रोजगारी सृजना गर्न सकिन्छ। पूर्वाधार क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरण, औद्योगिकरण, रोजगारी सृजना र निजी क्षेत्रको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउँछ भन्ने हामी विश्वास छौँ। अन्त्यमा विगत वर्षका आर्थिक चुनौतीहरूबाट पाठ सिक्दै स्थिर सरकार, स्थिर प्रशासनिक संयन्त्र, स्थिर नीति तथा लगानी मैत्री वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्दछ। निजी क्षेत्रले वर्तमान सरकारबाट कानुनी सुधार, नीतिगत स्थिरता, सुशासन र पारदर्शिताको अपेक्षा गरेको छ र यो अपेक्षा स्वाभाविक पनि हो। नाइमा नेपाल मोबिलिटी एक्सपो 2026ले नेपालको मोबिलिटी क्षेत्रलाई नयाँ ऊर्जा, नयाँ सोच, नयाँ प्रविधि र नयाँ अवसर प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै आयोजक संस्था नाइमालाई पुनः हार्दिक बधाई दिँदै बिदा हुन्छु। नमस्कार।